मोन्स्टेरा थाई कन्स्टलेसन हामीले यसलाई झन्डै 1.5 महिना अगाडि चाहिँ यसको प्रोपगेसन गरेको थियौं। तब यसको क्राउड हुन थालेपछि चाहिँ यिनीहरुको स्पेसको लागि लडाई हुन्छ, स्पेसको लागि यिनीहरु कम्पिटिसन हुन्छ। त्यसको यो पटिङ मिक्स चाहिँ अब कस्तो पाराले लगाउनु पर्ने? पटिङ मिक्समा चाहिँ हामीले पचेको मल यस्तो पाराले रहेछ है। एन्थोनियम, यो एल्बो, सिल्भर सर्ड, हेर्नुहोस् न फुलाइ चाहिँ यो हो नि त फुलाइ चाहिँ। टिस भेरिएसन आइरहेको छ। सो हेलो एभ्रिवान है, सबैजनालाई वेलकम र फेरि पनि आजको यो नयाँ भिडियोमा हजुरहरूलाई वेलकम। र आज भने चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ आज भने चाहिँ म मुन्डा जाँदैछु है। मुन्डा किन जाँदैछु भन्दाखेरि आज ठकुरी नर्सरी सरको मुन्डाको हट हाउसमा जाँदैछु र आज एक दुईवटा है प्लान्टहरू पनि लिनेछु र उहाँको नर्सरीमा के कस्तो प्लान्टहरू छ, के कस्तो फुलहरू छ है, त्यसको हजुरहरूलाई जानकारी दिनेछु। र आजको भिडियो एकदमै दामी हुनेछ र भिडियोमा अन्तिमसम्म बनिदिनुहोस् होला है। र अर्को क्लिपमा फेरि पनि भेटौँ। र अहिले भने चाहिँ म निक्लिसकेको छु है। हेर्नुहोस् न त एजिलियाले कस्तो दामी चाहिँ फुलिराख्दैछ है। यहाँ पनि फुलेको छ, प्लस यसले पनि दामी फुलिरहेको छ। र यहाँनिर चाहिँ एक दुईवटा अर्किडहरू छ है, अर्किडलाई राखौँ भनेर चाहिँ यो गरिरहेको छु। र सुन्तलाको बोट पनि दामी भइरहेको छ। र यस्तै छ। र हाम्रो उकालो जाने सिँढी चाहिँ है यस्तो छ। र गाउँघरको बाटो यस्तै नै हुन्छ। अब रोड त बनिँदैछ है, तर पेलाइ भएको छैन। एकदम यो उकालो यसरी हिँड्नुपर्छ। र मैले बाइक चाहिँ यहाँ राखेको छु। यतिको त हुँदैछ रोड। सिधै अब उता भेटौँ। सो अहिले भने चाहिँ यहाँ पुगिसकेको छु है। यो चाहिँ मुन्डा जाने बाटो। यहाँ माथिबाट चाहिँ मुन्डा जान्छ। र यस्तो छ है, जहाँ भ्यू हेर्नु दामी छ जग्गा है, एकदमै दामी जग्गा छ।
चट्टै गोला आइदिने हो यहाँ चाहिँ अहिले भने चाहिँ अब यस्तो छ उहाँको घर जाने बाटो चाहिँ है हजुर पनि आउनुभयो भने यहीँबाट आउनु सक्नुहुनेछ हट बाटो त बुझ्यो उयो भयो त के पो बोल्दा मेनुका छोरा होइन ए हो रिन्दाको होइन आफर आएको हजुर ए ल ल पर किन आउँछ है ल ल फाइनली है हाउसमा पुगिसकेँ सक्नुहुनेछ यहाँ आइपुगिसकेँ है सो अहिले भने चाहिँ म सरकोमा आइपुगिसकेको छु र सरले चाहिँ काम गर्नु हुँदो रहेछ है र सरले चाहिँ यो थाई कन्सुलेसन रिपोर्टिङ गर्नु हुँदो रहेछ र सर यसको बारेमा हल्का केही भनिदिनुहोस् यो चाहिँ मोन्स्टेरा थाई कन्सुलेसन हामीले यसलाई झन्डै 1.5 महिना अगाडि चाहिँ यसको प्रोपगेसन गरेको थियौँ टप कटिङ गरेर टप त सरेर हामीले रोपिसकेका छौँ अहिले चाहिँ अब यो जुन चाहिँ मिड पार्टहरू छ त्यसलाई हामीले प्रोपगेसन गर्दैछौँ र प्रोपगेसन चाहिँ हामीले यसरी जुन चाहिँ फेद छ जुन चाहिँ पट छ त्यसमै चोट हामीले काटेका थियौँ र काटेर बसिसकेपछि चाहिँ यसरी नयाँ सुट मजाले दिएको छ जरा यसको अलरेडी छँदैछ सो यसको ग्रोथ हुने चान्सेस ज्यादा हुन्छ छिटो हुन्छ यदि हामीले यसलाई उखाल्नु परेको भए चाहिँ यसको ग्रोथको चान्सेस ढिलो हुने थियो र तपाईँले यहाँ देख्न सक्नुहुन्छ एउटा पटबाट हामीले थुप्रै एउटा दुईवटा तिनवटा यहाँ 4टा 5वटा 11वटासम्म योसँग 11वटा हामीले बनाएका छौँ उखालेर चाहिँ यो एक एकवटा बनाएर यसलाई हामी एक एकवटालाई अब छुट्याउनेछौँ किनकि अब यहाँनिर यसको क्राउड हुन थालेपछि चाहिँ यिनीहरूको स्पेसको लागि लडाइँ हुन्छ स्पेसको लागि यिनीहरू कम्पिटिसन हुन्छ र मलको लागि पनि कम्पिटिसन हुन्छ त्यसले गर्दाखेरि एउटाको राम्रो ग्रोथ हुन्छ अर्कोको ग्रोथ हुँदैन र ग्रोथ डिस्टर्ब नहोस् भने चाहिँ अब यसलाई हामीले अपरुट गरेर यसलाई इन्डिभिजुअली एक एकवटामा रोप्नुपर्छ जसरी यहाँ देख्नुपर्छ एउटा नोटबाट यसरी इन्डिभिजुअली अब यसलाई निकालेर किनभने यसको रुट एकदमै राम्रो डेभलप भइसकेको छ सो यसलाई हामी इन्डिभिजुअली एक एकवटामा रोप्नु सक्छौँ र यसरी अबको 3-4 महिना बादमा चाहिँ यो फुल्ली बेच्नका लागि प्रिपेयर भइसक्छ किनकि त्यसको जुन चाहिँ मुनिको पट हुन्छ पटको सोललाई पनि यसले मजाले बाइन्डिङ गरिसकेको हुन्छ सो यो चाहिँ अब थाई कन्सुलेसन एकदमै राम्रो भेरिगेसन भएको छ एकदमै टप क्वालिटीको रहेको छ यो चाहिँ बिस्तारै उखाल्नु
अलमोस्ट यसले नयाँ प्लान्ट नयाँ पत्ता निक्लिसकेको छ त्यहाँबाट तिनवटा यसले काट्नु चाहिँ सबभन्दा साह्रो यसको काम चाहिँ किनभने यसको नोट पुरा एकदमै छोटो छोटो नोट हुन्छ त उयसको एल्बोको जस्तो ठुल्ठुलो नोट हुँदैन काट्नु चाहिँ त्यसलाई छुट्याउनु साह्रो यसको त अलिक कम्प्याक्ट हुन्छ नि त है कम्प्याक्ट हुन्छ यस्तो छोटो नोट निक्लिन्छ यो दुइटा हो एकदमै छोटो दुईटा साइज प्लान्ट हैन अब यो दुईटा प्लान्ट छुट्याउनु साह्रो पर्छ किनकि अब यसमा नोटमा जग्गै कम्ती साइज तैपनि यसलाई हामीले यहाँबाट मैले अस्ति यहाँनिर दाग चाहिँ लगाइरहेछु अब यो दागलाई नै हामीले बढाएर छुट्याउनुपर्छ अन्त यसको यो पटिङ मिक्स चाहिँ अब कस्तो पाराले लगाउनु पर्ने पटिङ मिक्समा चाहिँ हामीले पचेको मल कोइला छ भने कोइला अलिकति हाल्ने यहाँ तपाईँले देख्न सक्नुहुन्छ मैले यहाँनिर यहाँ मजाले पातको पाकेको मल छ अनि यसमा केही मात्रामा कोइला र इँटाको टुक्राहरू पनि मैले यहाँ हालेको छु सो यसलाई चाहिँ यतिको मल बनाउनुमा चाहिँ यो प्रपर पटिङ मिक्स हुन्छ पुरा यसलाई चाहिँ चाहिँ पानी चाहिँ अड्किनु हुँदैन यहाँ इँटाहरू देख्नुहुन्छ पानी चाहिँ एकदमै अल्झिनु हुँदैन पानी अल्झिनु हुन्छ यसको ग्रोथ दामी भएर चाहिँ त्यहाँबाट पनि दामी आउँदो रहेछ तिनवटा यसमा तिनवटा भइहाल्छ र उहाँको त अहिले यो नयाँ हट हाउस पनि फिलहाल कम्प्लिट हुन आँटेको रहेछ है एकदमै दामी जग्गामा छ यो त हजुरको सेकेन्ड उयो है नर्सरी सेकेन्ड नर्सरी मेरो हजुर यो सेकेन्ड ब्रान्च फर्स्ट ब्रान्च चाहिँ मेरो ओक्सटी गार्डनमा छ जहाँ चाहिँ मेरो सिजनल फुल गोदावरीहरू इत्यादि सिमिडियम अर्किडहरू चाहिँ म त्यहाँ गर्छु यहाँ चाहिँ म प्रायः गरमको प्लान्टहरू अनि पोइन्सेटिया चाहिँ म यहाँ गर्ने गर्छु पोइन्सेटियाको मदर प्लान्टहरू त यहाँ राख्नु भएको रहेछ अब यसलाई रिपोर्टिङ गर्ने कार्यक्रम गरौँ काम लागिहाल्यो योहरू त काट्नु पर्दैन है जराहरू जरा काट्नु हुँदैन यो जरालाई एकदमै डिस्टर्ब नगरी जति छ त्यसमै हुन्छ अब यो मल पनि काम गरिहाल्छ अब चाहिँ सानो अब चाहिँ सानो पट जरा कस्तो राम्रो खेलेको चाहिँ हेर्नुहोस् योपालिदेखि चाहिँ म एउटा नयाँ यसको एरोटको मिक्समा चाहिँ प्रायः मैले के युज गर्दैछु भन्दा चाहिँ सिन्डर भन्ने ल्याएको छु सिन्डर चलाउँदैछु र सिन्डर चाहिँ एकदमै राम्रो हुन्छ सिन्डर चाहिँ भन्दाखेरि चाहिँ यो जुन चाहिँ काठको कोइला हुन्छ यसबाट त्यो निक्लेको चङ्क्स बालिसकेर निक्लेको चङ्क्स जुन चाहिँ हुन्छ त्यसलाई चाहिँ धोएर बनाएको हुन्छ यो एकदमै राम्रो हुन्छ फेभरेबल हुन्छ यो एरोटको मिक्समा चाहिँ एड गर्नुभयो भने तपाईँले एकदमै राम्रो हुन्छ यो हाल्नु भयो भने चाहिँ तपाईँले बलुवाहरू हालिरहनु कामै पर्दैन बलुवा कोइला इँटाको टुक्रा हाल्नु पर्दैन यो मात्रै हाल्दा फेरि काम गरिहाल्छ यसले यो सिन्डर चाहिँ कहाँ पाइन्छ होला
सिन्डर चाहिँ तपाईँले अनलाइनहरू मगाउँदा हुन्छ अनलाइनमा या सप्लायरलाई मगाउँदा हुन्छ सप्लायरलाई मगायो भने चाहिँ अलिकति सस्तो पर्छ अनलाइनमा चाहिँ यसको प्राइस अलिकति महँगो छ किनभने यसको 1 केजीको वेट अलिकतिमै 1 केजी भइहाल्छ मैले अस्ति 10 केजी मगाएको थिएँ अनि 10 केजी अब अलमोस्ट सकिहाल्यो प्लान्टहरू चाहिँ यस्तो पाराले रहेछ है एन्थोनियम यो एल्बो सिल्भर सर्ड टाइगर स्ट्राइक यो टाइगर है त्यो टाइगर स्ट्राइक हो त्यो टाइगर स्ट्राइक योहरू पनि सेम है टाइगर त्यो होइन त्यो एल्बो हो यो एल्बो ए भनेपछि मेरो पनि यही रहेछ यस्तै टाइपको छ नि मेरो यो एल्बोमा त घरिघरि भन्नु सक्दैन रहेछ हाफ मुनहरू पनि जस्तो पनि देख्दो रहेछ कोही बेला त्यो उयो भयो भने एल्बो हाफ मुन आउँछ नि यो चाहिँ थाई कन्सुलेसन एकदमै ठुलो साइजमा यो स्टेक हन्स अरिया मोन्स्टेरा कलर चाहिँ यस्तो दामी देख्छ लास्टमा अलिक मेच्योर भएर मात्रै कलर देख्छ यसको चाहिँ कोब्रा फन राम्रो साइजमा पिङ्क प्रिन्सेस पनि दामी सिल्भर सर्ट चाहिँ अलिक मेच्योर फर्ममा त यस्तो हुँदै आउँछ है अलिक सर्ट जस्तो टाइपको देख्छ नि त्यो चाहिँ यसको नाम चाहिँ म्याक्लो के भन्छ हजुर ए क्रिस्टलिनियम दामी हुन्छ यो पनि यसको त पत्ताको साइजै दामी हुन्छ नि त्यो त फ्याट बोय यस्तै छ यहाँनिर चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ हो क्रिसमस क्याक्टस के भन्छ होला क्रिसमस जाइगो क्याक्टस यहाँनिर चाहिँ यो फिलोडेन्ड्रम उयो रहेछ कि दामी रहेछ हेर्नुहोस् ल हेर्नुहोस् न फुलाइ चाहिँ यो हो नि त फुलाइ चाहिँ आलुपातेको उयोहरू यहाँ हेर्नुहोस् कस्तो दामी चाहिँ भइरहेछ सो अहिले भने चाहिँ अब चाहिँ यहाँ मुन्डाको है अर्को हटमा देखाउन जाँदैछु हजुरहरूलाई यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ गोदावरीहरू रहेछ है क्याक्टसको भेराइटिज यो प्लान्टहरूको भेराइटिज राख्नुभएको रहेछ चाहिँ फ्लोरिडा ब्युटी व्हाइट प्रिन्सेस सेन्सोभेरियाहरू यो चाहिँ उयो है यो के भन्छ क्याला लिली
टेस्ट भेरिएसन आइरहेको छ। सो फाइनली है अहिले भने चाहिँ घर आइपुगेँ र एकदमै मजा आयो है आज। र आज त मैले उहाँको सरकोबाट के ल्याएँ भन्दाखेरि चाहिँ थाई कन्सुलेसन है, थाई कन्सुलेसन ल्याएँ। हेर्नुहोस् न एकदमै राम्रो टुसा आएको है, हुन्छ चरासँगै। थाई कन्सुलेसन एकदमै हेल्दी म्याच्योर बोर्डको थाई कन्सुलेसन पाएँ। अन्त साथैमा उहाँले मलाई यो सेन्सेभेरिया यो पनि दिनुभयो। अन्त यो मन्जुला पोथोस पनि दिनुभयो है। र अब यिनीहरूलाई मजाले पटमा हालिदिने र यस्तै छ हजुरहरूलाई आजको भिडियोमा है। सायद मजा आयो होला। मजा आयो भने मेरो उयोलाई च्यानललाई सब्सक्राइब गरिदिनु नबिर्सिदिनुहोस् होला है। र यस्तै राम्रो भिडियोमा फेरि पनि भेटौँ। र अहिलेको लागि यति नै है। र बाई बाई सबैजनालाई है। बाई बाई भन्दै सबैजना बाई 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 बाई। हस् त।